एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौँ। हामी सरकारलाई प्रश्न गर्छौँ, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छैन। हामी सरकारलाई मार्गदर्शन देखाउँछौँ, हामी सरकारलाई यसो गरौँ उसो गरौँ भनेर सल्लाह दिन्छौँ। सरकारले पनि हामी मात्रै जान्ने भन्ने हिसाबले आफ्नै तपाईँको चाहिँ मनको गीतहरू लेखेर नीति तथा नियम कानुनहरू बनाउनु हुँदैन। हामीले दिएका सल्लाहहरूलाई तपाईँहरूले गम्भीर भएर स्वीकार्नुपर्छ। मैले अघि भने हामी यहाँ बोल्छौँ, बोल्नु त बोल्छौँ, त्यसपछि सुनिन्छ कि सुनिँदैन, सुनिन्छ कि बुझिन्छ कि बुझिँदैन, बुझिसकेपछि स्वीकार गरिन्छ कि होइन, कारणसहित स्वीकार गर्नुपर्छ। फेरि त्यत्तिकै साथीले बोल्यो भन्ने हिसाबले स्वीकार्ने पनि होइन, र कारणसहित अस्वीकार पनि गर्नुपर्छ। यस्तो भएको कारणले स्वीकार गर्न सकिएन भन्नुपर्छ। नीति तथा कार्यक्रम बन्दाखेरि होइन, प्रतिपक्ष दलसँग छलफल गरिएको छैन। त्यतिकै खाका आयो, वाचन भयो, त्यो वाचन भएका खाकालाई हामीले स्वीकारिदिनुपर्ने, अनि भोलि नै तपाईँको चाहिँ उ गरिहाल्नुपर्ने भन्ने हिसाबले हतार कुदेर केही पनि हुँदैन। कुद्दै गरेको काम राम्रो हुँदैन। यो हाम्रो परीक्षा हो। कुद्दै परीक्षा लेख्दा के हुन्छ? त्यो मात्रा पुग्दैन, ह्यान्डराइटिङ राम्रो हुँदैन, बुझिँदैन भने जस्तो कुदेर हुँदैन। हामीलाई हतार त्यस्तो केही पनि छैन। बिस्तार गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने कुरा छ। बिस्तारै जाउँ, सरसल्लाह गरेर जाउँ। प्रतिपक्ष भन्ने बित्तिकै सत्तापक्षले भेट्नै नहुने, सत्तापक्ष भन्ने बित्तिकै प्रतिपक्षले चाहिँ भेट्नै नहुने भन्ने हिसाब होइन। तर पनि हामी विवेक प्रयोग गरेर, हामी मान्छे हौँ, मानवता प्रयोग गरेर हामीले चाहिँ के अरे सही र गलत छुट्याउन सक्नुपर्छ। आज यो देशका नागरिक, गरिब नागरिकलाई सुकुम्बासीको नाममा, धनी पूर्जा र गरिब पूर्जा है, यसको नाममा चाहिँ तपाईँको चाहिँ एउटा वर्गीय विभेद देखाएर त्यो फोहोर ठाउँमा बस्ने, त्यसलाई खेदाइहाल्नुपर्छ भन्ने हिसाबले सरकारले जुन खालको चाहिँ नि होइन उचित व्यवस्थापनको नीति तय नगरिकन डोजर आतङ्क फैलाएको छ, यसको हामी तपाईँको चाहिँ विरोध गर्छौँ। सरकार सचिन्नुपर्छ। हरेक मान्छेलाई मात्रै नभएर किराकिरी हरेक प्राणीलाई आफ्नो वासस्थान प्यारो हुन्छ, वासस्थान चाहिन्छ होइन। माछाको कुर हुन्छ, चराको गुँड हुन्छ, किरा फट्याङ्ग्राको पनि आफ्नो बस्ने ठाउँ हुन्छ भने मान्छे हो नि हामी त। हाम्रो प्रतिष्ठासँग जोडिएको घर 81 राज्यले आएर भत्काइदिँदाखेरि हामीमध्ये कसैलाई ठिक लाग्छ त? तपाईँ हाम्रो मोटर गाडी होला, कसैको बाइक होला, कसैको गाडी होला, ल कसैले आएर चाहिँ अहिले एकछिन यहाँ चोकमा गएर होइन खोसाएर लैजाओस्, तोडफोड गरिदियोस्, जलाइदियोस् त हामीलाई ठिक लाग्छ? एउटा नाथे गाडी त हामीलाई चाहिँ के अरे त्यत्रो प्यारो लाग्छ, हामीलाई ठिक लाग्दैन। त्यसो भन्दाखेरि हामी बसिरहेको हाम्रो सामाजिक प्रतिष्ठासँग जोडिएको हाम्रो वासस्थान, हाम्रो घर, कुनै पनि बाहनामा नियम कानुन, यस्ता नियम कानुन बनाउनलाई नै हामी यहाँ आएको हो। सबै नियम तपाईँको चाहिँ के अरे ठिक थियो भनेदेखि व्यवस्था परिवर्तन हुँदैन थिए।